हेलो एभ्रिवान जुजुलप्पा सबैजनालाई आई एम सजिना खड्की तन्दुकार अनि वेलकम माई युट्युब च्यानल हजुरहरूलाई है मिनी ब्लग हो यो चाहिँ। अनि म चाहिँ आज पार्टी गएको थिएँ। मेरो बाबु चाहिँ एसीको छेउमा गएर यति खुसी भएर यताउता गरिरहेछ हेर्नुहोस्। अनि यताबाट नि उता उफ्रिरहने है चकचक बच्चाहरू जस्तै हो। अनि उसको बाबाले स्टेजमा जाउँ न त स्टेजमा जाउँ एकचोटि उसलाई चाहिँ अब जानु मन लागेको। अब उता बेबीहरू पनि गइरहेको भएर चाहिँ मेरो बेबी पनि एकदमै जानु मन गरिरहेको थियो। मेरो हस्बेन्ड चाहिँ केही नखाइकन आउनुभएको थियो। एकैचोटि डिनर गरौँ न भन्नुभयो। अनि डिनर गर्नुभयो उहाँले एकदमै इन्जोय गरेर खानु भइरहेछ है। उहाँलाई चाहिँ एकदमै त्यो हेभी कुराहरू चाहिँ हस्बेन्डलाई मन पर्दैन, अलिकति ऊ नै मनपर्छ है। अनि मेरो बाबु हेर्नु न म चकचक भयो। अनि म चकचक धेरै नगर है भने एकछिन भिडियो खिच्न आयो सँगै खुसी भएर हेर्नु न। अनि एकछिन फोटोसुट गऱ्यौँ हामीले चाहिँ। अनि मेरो छोरो चाहिँ यसरी जुस यता र उता गरेर खेल्छ। बच्चाहरू एकदमै धेरै चकचके, मेरो चाहिँ एकदमै धेरै अलिकति चकचके नै छन् चाहिँ है। बच्चाहरू सबै त्यस्तै हो। अनि यहाँ चाहिँ एउटा दिदी आउनुभयो थियो। दिदीले चाहिँ डान्स गरौँ न भने खासै डान्स त गर्न आउँदैन है। त्यो पनि ओके भनेर भने चाहिँ यसो हल्ली मात्रै भनौँ न। अनि छिमेकी भाइको चाहिँ म्यारिड थियो उहाँ हुनुहुन्छ छिमेकी भाइ बुहारी चाहिँ एकदमै कपाल राम्रो हुनुहुन्थ्यो। अनि यहाँ दिदीले चाहिँ एकदमै तानेर जाउँ भन्नुभयो। अनि डान्स गरेर एकछिन इन्जोय गऱ्यौँ, खुसी पनि भयो रमाइलो पनि भयो है। खासै नाच्न चाहिँ आउँदैन, त्यही पनि जाउँ न त नाचौँ, सबै दिदीबहिनीहरू नाचिरहेको बेला जाउँ डान्स गरौँ भन्नुभयो। अनि ओके भनेर हिँडेँ म चाहिँ। अनि हामीलाई चाहिँ जान नि हतार भइसकेको थिएँ। अनि म चाहिँ फर्केर मेरो हस्बेन्ड आउँछ कि भनेर हेर्दै थिएँ, आउनु भएको थिएन, बाहिर इन्जोय गरेर बस्नुभएको थियो। अनि त्यसपछि जाउँ भनेर जाने मेरो बाबु मानेन। अनि एकछिन बाबु खेल्छु भन्नुभयो। अनि खेल्दा हेर न साथी सँगसँगै ऊ जस्तो साथी भेटाएपछि ऊ मजाले इन्जोय गरेर खेलिरहेको थियौँ। हामी चाहिँ घरतिर लाग्यौँ। किप द वाचिङ सबै।